कृषि प्रधान देश बन्दक छन् सबजनाको मुखमा कृषि प्रधान देशै आउँछ सबजनाको मुखमा खेतबारी बाँझा हेर्न चढ्नु पर्यो रुखमा जता हेरो उतै बाँझा खेतीपाती छैन खेतीपाती नभएमा खाना पुग्ने होइन अनि देशलाई दोष लाएर विदेशतिर जाने अल्छी गर्ने जाँगर छैन घरमा के खाने यस्तै रहेछ यहाँको चलन बाटो देख्दा मन भयो यस्तै रहेछ यहाँको चलन बाटो देख्दा मन भयो भाइ देखाइदेऊ नवीनलाई तल नवीन मिलन सापकोटा माथिबाट खिच्दै हुनुहुन्छ ल हो साइला यी गाउँघरका खेतबारी बाँझा हुन दिनुहुन्न अब सबै मिलेर विदेश जान होइन गाउँ घरमै बस्नुपर्छ हरेकको घरमा गाई बाख्रा भेडा बाख्रा भैँसी पाल्नुपर्छ खसी बाख्रा पनि गाउँका बारी सब भाँजा रहिरहे फर्कौं सबै मलाई त्यस्तो कुनै गाह्रो छैन म त यहाँ हिउँ चढाएसरी झरिराख्यो म त यहाँ नाउर झरेर यसरी मलाई के बिस्तारै के साह्रो बुढाको नि आउने ओइ खिचा छ दाइको इनहरु गाह्रो यो कसरी पुर्याउने छ यो थिम के हो भने हामीले कति घन्टा बाँझाबारी भनेर माथि चढेर टावरमा चढ्न टावर रहन्छ त्यस कारण रुखको यहाँ त कहाँ मिल्छ यार दाइ टावरमा चढ्दा भन्दा बढी पावर आउँछ